हामी कस्टम रुम खेल्न आँट्दैछौँ। गाइज नआउनुहुन्छ कस्टम स्टार्ट पारिदिन्छु गाइज म चाहिँ। गाइज नआउनुहुन्छ गाइज यस्तै कस्तो छ कमेन्ट गर्नु होला मलाई चाहिँ। गाइज नआउनुहुन्छ अनि म चाहिँ आज चाहिँ हामी फेरि फ्री फायर खेल्न आँट्दैछौँ। कस्टम रुम खेल्न आँट्दैछौँ गाइज होइन। मैले भनेको पनि थिएँ यो चाहिँ मैले फेसबुकबाट अट्याच गरेर अर्कै आइडीबाट खेल्नु भनेको थिएँ तर होइन मिलेन, त्यसैले मैले यही आइडीबाट खेलेँ। मैले त्यो धेरै पोस्टहरू हालेँ भएन गाइज। अनि त्यस पछाडि चाहिँ मेरो आइडी हराउँछ जस्तो लाग्यो। अनि त्यस पछाडि चाहिँ मैले उतो गरिदिएर अनि उस्तो गरिदिएँ। अनि एक राउन्ड कस्टम पनि खेलेको थिएँ मैले तर पनि छोडिदिएँ त्यो कस्टमलाई मैले। त्यसैले गाइज सरी फर छोडिदिनका लागि मैले यो कस्टमलाई। गाइज अनि यो गीत कस्तो लाग्यो राम्रो लाग्यो भने गाइज यो चाहिँ मेरो गरिना वालाले हेर्दै हुनुहुन्छ भने मतलब युट्युबवालाले हेर्दै हुनुहुन्छ भने मेरो योमा कपिराइट चाहिँ नलाइदिनु होला। यसरी म यिनीहरूको ग्रुपमा पनि जोडिएको थिएँ गाइज। अनि फेरि मैले यो सोचेँ कि यिनीहरूको ग्रुपदेखि अनि त्यस पछाडि मैले यो ग्रुपमा जोडिएर मैले एउटा पासवर्ड हालिदिएको थिएँ। अनि गाइज अनि मैले ब्याक गरेर यो कहाँबाट यो आइदियो मलाई थाहा चाहिँ भएन गाइज। अनि मैले फेरि साह्रै मेरो मिलेन। मैले टिकटकमा हालेको थिएँ यो चाहिँ मैले डिलिट गरिदिएको थिएँ गाइज। अनि गाइज फेरि आएर गाइज हेर्न सक्नुहुन्छ उदो गरेर। अनि त गाइज अनि एउटा बन्दालाई मैले फेरि बोलाएँ। यो कस्टम चाहिँ होइन अर्कै कस्टम हुन आँटेको छ गाइज। अनि अर्कै कस्टम हुन आँटेको छ। अनि त्यस पछाडि मैले कहाँ थिएँ भनेर हेर्न सक्नुहुन्छ तपाईँ आफै हेर्न। मैले यो अर्कै हो कि कस्टम गाइज म चाहिँ कहाँ थिएँ भने हेर्न सक्नुहुन्छ। मैले चाहिँ एकचोटि थिचेर बिर्सिसकेँ कहाँ थिएँ। अनि गाइज अनि मैले चाहिँ कहाँ थिएँ हेर्न सक्नुहुन्छ तपाईँहरू। अनि गाइज अनि त्यस पछाडि गाइज अनि मैले यहाँ जानेर कहाँ थिचेर गेममा गरेर बेरबुडा म्याप कलागरी म्याप दुइटै म्याप र तिनटै लिभरेज म्यापलाई पनि लिएको थिएँ। अनि मैले बिहा कुन लिने लफ्लोयर लिन आँटेको थिएँ तर भएन लफ्लोयर। अनि मैले चाहिँ यो अर्कै टाइपको कस्टम खेलेको एनेदर कस्टम प्ले इन दिपेश रिमाल गाइज। अनि कस्टम र लफ्लोयर लोन अफ पनि खेल्न आँटेको छु म चाहिँ गाइज। अनि यो यसको टाइटल चाहिँ यत्रो लामो हुन्छ नि गाइज हेर्न सक्नुहुन्छ। यसको टाइटल यत्रो लामो हुन्छ नि आई एम प्ले कस्टम अन फ्री अन देयर आवर टु प्ले स्टेटेड onto one another player for is the greater instantly want to play state in the played गाइज। अनि त्यस पछाडि मैले यो टाइटलको नाम राखिदिएको छु आई एम प्ले कस्टम एन्ड अनि कस्टम एन्ड लोन अफ खेल्न आँटेको छु गाइज हेर्न सक्नुहुन्छ। अनि गाइज चाहिँ यो बोल्दा यो कस्टम चाहिँ स्टार्ट भइसकेको छ गाइज। तपाईँहरूले यो मेरो कुरा नसुनिकन यो यसलाई हेर्नुभयो भने तपाईँले आउँछ नत्र भने मैले सुन्नुभयो भने मलाई यो मैले कहाँ थिएँ भन्ने थाहा छैन। मलाई पनि कहाँ थिएँ भन्ने मलाई चाहिँ थाहा थिएन। त्यसो मैले त्यत्तिकै थिचिरहेको थिएँ यसलाई म यता आइपुगेँ गाइज। यो चाहिँ कुन चाहिँ म्याप त्यो थाहा भएन गाइज कस्तो टाइपको कस्टम हो यो चाहिँ मैले त थाहा भएन। अनि मैले अल्छी लाखेर यो सारिदिएँ। अनि त्यस पछाडि म चाहिँ अब लोन अफ खेल्छु। लोन अफ खेल्छु यसमा चाहिँ म। अनि लोन अफ मैले सिएस ऱ्याङ्क स्टार्ट गर्न खोजेको तर मेरो यो खै के हो उ त भएन। त्यसैले गाइज हेर्न सक्नुहुन्छ। अनि गाइज म चाहिँ अब कहिले बोल्दिनँ। अनि गाइज मैले चाहिँ यो एउटा
स्ट्रेट लगाएको थिएँ 5 राउन्डसम्म हो। यो चाहिँ यो मैले कुन बन्दुक लिएँ, यो चाहिँ कुन चाहिँ अल्टरनेट हो मैले नाम पढिनँ, त्यतिकै मैले भनिदिएको छु। गाइस यसको नाम चाहिँ के हो थाहा छैन मलाई। अनि गाइस हेर्न सक्नुहुन्छ मैले यो गीत चाहिँ कत्रो लामो थियो भने नि, एउटा गीत त लास्टतिरको गीत 4 मिनट पछाडि यो भिडियो एन्ड हुन्छ गाइस। तबसम्म मेरो मुखबाट गन्ध सुनिराख्नु होला गाइस। अनि यसमा चाहिँ यहाँ चढ्न खोजेको तर पनि मलाई मारिदिएन, मैले यसलाई नै मारिदिएँ। 0-1 को स्कोर भइसकेको छ। अनि मैले यो राउन्ड 2 स्टार्ट भइसकेको छ। माथि यो चाहिँ 5 राउन्डसम्म चाहिँ हो। अझ यो चाहिँ कति राउन्डसम्म भने दोस्रो राउन्ड स्टार्ट भयो। अब चौथा राउन्डसम्म यसले मेरो गाइस अब मेरो 1-0 थियो, तर यो प्लेयरले मलाई 1-3 फाल्यो है। त्यसपछि कमब्याक हान्छु, कमब्याक मलाई कमब्याक हानिदिन्छु। मलाई त्यतिकै घुमाएर हाते त्यसै कारणले मेरो यो 3-1 पुग्छ मेरो स्कोर चाहिँ। यो डबल फ्याक्टर लिएर आएको छ एउटा गदाले किन पनि, त्यसैले मलाई रिस उठ्यो डबल फ्याक्टर किन लिएको होला। अनि अर्को म्याचमा चाहिँ म UMP लिन्छु। 3 मिनटको टाइम चाहिँ यसले चाहिँ डबल फ्याक्टर लिएर बजेको छ गाइस। यसले मैले डबल फ्याक्टर चलाउनै आउँदैन, अझै लाग्दो डबल फ्याक्टर कस्तो डबल फ्याक्टर लिएर आउँछ चाहिँ बच्चाले डबल फ्याक्टर लिएर आउँछ। 1-2 को स्कोर भइसकेको छ गाइस। म चाहिँ यत्तिकै हाल्न आउँदैछ 3-1 को स्कोर हुन्छ। अनि त्यस पछाडि चाहिँ म कमब्याक गर्छु, कमब्याक आई एम कमब्याक इन द डबल फ्याक्टर। यो मलाई डबल फ्याक्टरै चलाउनु आउँदैन, यो डबल फ्याक्टर देख्दैछ अल्छी लाग्दैछ यो डबल फ्याक्टरमा। तीसरो राउन्ड आउँछ, त्यस पछाडि त्यसले डबल फ्याक्टर चलाउनु पाउँदैन। UMP लिए, सर्टगन दुइटा लिएर म चाहिँ UMP लिए, सर्टगन लिए। त्यस पछाडि अब म कमब्याक आई एम इज कमब्याक इज अ लोन त्यो भिडियो बनिसक्छ नि। तब चाहिँ मेरो आई एम कमब्याक लोन अफ अन टु कस्टम टु प्ले एनदर कस्टम गाइस। अनि यो प्लेयरलाई म UMP ले हान्छु गाइस। हेर्न सक्नुहुन्छ म अब योलाई सर्ट गनले नै हेड सर्ट बजाइदिन्छु। मतलब यसको बडी सर्ट लागेको थियो तर यसको धेरै ड्यामेज कारण मेरो यसको हेड सर्ट लाग्छ। यसलाई UMP मा धेरै पावर दिए, मैले डबल फ्याक्टरमा धेरै पावर देखाएको थिएँ। यहाँ चाहिँ मैले यो UMP बाट यसलाई मारिदिन्छु अहिले चाहिँ। यार रोड लागिरहेको छ यार जाने मैले चाहिँ यो मेरो चाहिँ यस्तो पावर छ नि। यसले लिन्छ पेनाल्टी र डेजर्टिकल। यसले लिएको पेनाल्टी र डेजर्टिकल यसले नै खान्छ। अनि गाइस पेनाल्टी र डेजर्टिकल गाइस अनि हेर्न सक्नुहुन्छ डेजर्टिकल र सर्टगनले फेरि यसलाई 1 ट्याप दिने हो। 1 अनि ट्याप हेडसट बजाइदिउँ यो बन्दाको। यसलाई यति धेरै ड्यामेज 21-22 को ड्यामेज लागेको छ। यसलाई चाहिँ ग्लुवल लगाउँछ, त्यसको पुरा ग्लुवल लगाउन त कोसिस गर्छ तर पनि के गर्नु ग्लुवल लगाउन पाउँदैन। यसलाई नै यसको HP मलाई थोरै घटाइदिएको थियो तर पनि मैले यसलाई हटाइदिएँ। HP 4-3 कमब्याक। लास्ट एक राउन्ड एउटा राउन्ड छ अनि यो पनि सकिन आँटेको छ। एउटा राउन्ड चाहिँ मारिदिन्छु चलाइ। अनि कहाँ भएको छ तँ खोज्दा जान्छ। अनि त्यस पछाडि गाइस हेर्न सक्नुहुन्छ। अनि यतापट्टिबाट भिडियोमा नै एन्ड हुन आँटेको छ। अनि गाइस मुनि सेकेन्ड देखाइराख्नु भएको छ होला, सेकेन्ड चाहिँ कम छ त्यसैले मैले यो प्लेयर अगाडि आइपुग्छ त्यसैले मैले यसलाई पेनाल्टीले मारिदिन्छु। थ्याङ्क यू सो मच गाइस यो भिडियो हेर्नको लागि। राम्रो लाग्यो भने लाइक शेयर सब्स्क्राइब गर्न नबिर्सिनु होला।